फेसबुकमा त सबैले देख्छ लाज मान्छ तपाईँ हो युट्युबमा खाएको चाहिँ खाँदिनँ नि युट्युब देखिरहेछ सोल्टिनीलाई सोल्टीले 8 केजी माछा मार्नुपर्छ भनेर ल्यायो भरे 8 वटा भयो निकाल्यो एउटा पनि नमरेर यस्तो सागसँग झोल खानु पर्यो के को सब्जी हो सोल्टिनी यो चाहिँ के सब्जी पकाउनु भयो अनि आलु नरस अन्त अरू चाहिँ यो टमाटर र आलु अरे चारको यो चाहिँ टमाटर र प्याजको टक यो लोडे सागको रस टाइम भएछ मिठो लाग्छ भोक लागिरहेको थियो चाहिँ हाम्रो सोल्टी आजको पिकनिकमा तपाईँ एक दुई शब्द भनिदिनु त कस्तो लाग्यो भन्नु न राम्रो लाग्यो कि के नराम्रो लाग्यो कि खुसी छ एकदम खुसी किन खुसी किन खुसी छ भन्नु नि आज पिकनिकमा इन्जोय भयो भन्नु न किन गएर आयो अन्त बोकेर आयो अन्त लिएर आयो हो अन्त अङ्कलले चिया खोइ पनि डह्रो भयो भन्नु नि अन्तिमबाट गएर ल तपाईँलाई अब के भन्छ कि दुई शब्द आजको माछा तर मोरिनु के भन्नु दुईटा जति मोरी थियो अर्ग्यानिक खाना खुवाइयो चिकन पनि मैले नल्याउनु भने हो अर्डर त गरेको थियो मेरो भाइले त्यही भएर चिकन पनि ल्याइन